नमस्ते सबैजनालाई हो। अनि आजको वेदर हेर्नुहोस् है साथीहरू, यस्तो भइरहेको छ। अन्त म आजको छोटो एउटा भिडियो बनाउँदैछु। त्यसमा चाहिँ म तपाईँहरूलाई हाम्रो जुली अन्त जुलीको बेबी पनि देखाउँछु ल साथीहरू तपाईँहरूलाई। जुली चाहिँ को हो भन्नुहुन्छ ल? जुली चाहिँ हो यो जुलु, जुली चाहिँ हो यो हो। यसले चाहिँ अस्ति मार्च 4 तारिक चाहिँ बेबी दिएको छ नि त। 2 पल्ट भयो यसले बेबी दिएको चाहिँ हो। अन्त अस्ति चाहिँ आँखा खोलेकै थिएन नि त। आज चाहिँ अहिले चाहिँ आँखा खोलेको छ, त्यो भएर चाहिँ म तपाईँहरूलाई देखाउँछु ल। ल हिँड जुली, बेबी कहाँ छ? बेबी जुली बेबी कहाँ छ? हिँड बेबी भएकोमा छिटो, बेबी भएकोमा छिटो हिँड। यस्तो कुरा बुझ्छ कि यसले चाहिँ सिममा पनि जाँदैछ। जुलीले चाहिँ साथीहरू यहाँनिर बच्चा जन्माएको छ है। अस्ति चाहिँ खोरमै जन्माएको थियो, तर यो जुली चाहिँ अस्ति बिमार भएको थियो नि त, त्यो भएर चाहिँ हामीले यसलाई चिसो लाग्यो भनेर चाहिँ यहाँ बच्चा सारिदिएको छु हो। अन्त यसले यहीँ राखेको छ अहिले चाहिँ बच्चा। अन्त त्यो बिमार भएको भिडियो पनि म तपाईँहरूलाई हालिदिन्छु ल भरे। अब चाहिँ म बेबी देखाउँदैछु हो। हेलो चुन्नु मुन्नु, कसको बेबी हो यो चाहिँ? यहाँ आइहाल्छ खोइ। जुलुको बेबीहरू यो 5वटा बेबी देख्छ कि साथीहरू यसले चाहिँ। यो चाहिँ मैले चाहिँ व्हाइट कुकुरसँग चाहिँ यसलाई चाहिँ क्रस गराएको थिएँ हो यो चाहिँ। अन्त यो सेम उसको बाउ जन्मेको छ। यो चाहिँ जुलीको लभर्सको है सबै। 5वटा जन्माएको छ, 4टा छोरा, एउटा चाहिँ छोरी। यो चाहिँ छोरी होला है, यो चाहिँ छोरी हो। यस्तो जन्मेको छ हो। अन्त चाहिँ कस्तो दामी दामी भएको छ नि, क्युट क्युट, कस्तो क्युट क्युट भएको जुलीको बेबी हो। यस्तो छ है साथीहरू। कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो जुलीको बेबीहरू? कमेन्ट गर्नुहोस् ल। यिनीहरू त सबै मागेको छ मलाई हो। यसको चाहिँ यो चाहिँ एकदम कालो निक्कुर, कत्रो अनुहार हेर्नु है, अनुहार कत्रो छ नि। यो चाहिँ अलिक सानो रहेछ है। हो दुध चाहिँ दिँदा खाँदैन, अब यस्तो खान्छ है। यस्तो छ।